मन्दिरबाट चाहिँ अशुद्ध कुराहरू फोहोरहरू कुराहरू चाहिँ भित्रबाट बाहिर निकाल्नुपर्छ। भित्रबाट चाहिँ अशुद्ध कुराहरू, यहाँ भित्र थुप्रो अशुद्ध कुराहरू थियो नि त अस्ति होइन, अशुद्ध कुराहरू थियो, डाहा गर्ने मूर्तिहरू थियो, विभिन्न किसिमको मूर्तिहरू, विभिन्न किसिमको चित्रहरू थियो नि त यहाँभित्र। अनि यहाँ यो ढोका चाहिँ कसले बन्द गरेको थियो भन्नुहोस् त? अस्ति कुन राजाले बन्द गरेको थियो? हजुर, आहाब राजा होइन, ढोका बन्द गरेको थियो। अनि त्यहाँदेखि अहिले कुन राजाले यो ढोका उगार्दैछन् भन्नु त? यहाँ मैले अलिकति बाहिरको चोकमा चाहिँ सरिलो हो, अनि यो प्राण चाहिँ यो सावधान होइन, पवित्र स्थान हो, अनि आत्मा चाहिँ भनेको महापवित्र स्थान भनेर लेखिएको छ। अनि यो ढोका चाहिँ कसले खोलेछ भन्नुहोस् त? हिजकिया राजाले यो ढोका खोलेको कुराहरू। अब यहाँभित्र चाहिँ सबैजना पस्नु पाउँछ, किन भन्नुहोस् त? यहाँनिर के लेखे? सबै मानिस भित्र पस्न पाए भनेछ, सबै मानिसहरू चाहिँ भित्र पस्न पाए भनेछ नि होइन। तर दोस्रो इतिहासको पुस्तक तपाईँले यहाँ 23 अध्यायको 6 मा हेर्नुभयो भने यहाँनिर चाहिँ पुजारी र लेबीहरू मात्रै यो भित्र महापवित्र स्थानमा वर्षमा एकखेप भित्र पस्न पाउँथे, तर यहाँ चाहिँ उनीहरू पस्थे होइन। यहाँ चाहिँ पुजारी र लेबीहरू चाहिँ यहाँभित्र पस्थे, तर अरू मान्छेहरू सबैजना चाहिँ बाहिरै बस्थे। तर अब हामीले यो पहिलो पत्रुसको पुस्तक 2 अध्यायको 9 मा आएर हेर्नु भने तपाईँहरू म चाहिँ राजकीय पुजारी हो नि त होइन। राजकीय पुजारी भइसकेपछि पवित्र जाति पनि हो। अनि तपाईँहरू म चाहिँ सबै यो ढोका खोलिदिएपछि चाहिँ नि हुरुरु यहाँभित्र आइपुग्यौँ हामी। हेर्नुहोस् है, अब है तपाईँहरू म चाहिँ अब यो पहिलाको पुजारी मात्रै भित्र पस्नु पाउँथ्यो भने अहिले चाहिँ अब यो पुजारीले यो ढोका बन्द गरिदिएको थिए, यहाँभित्र पस्नु पाउँदैन थियो, हामी बाहिर मात्रै बस्थ्यौँ भने चाहिँ अब चाहिँ तपाईँहरू म चाहिँ सबैजना चाहिँ राजकीय पुजारी हो, अनि पवित्र जाति भएपछि तपाईँहरू म यो ढोका खोलिदिएपछि चाहिँ यहाँभित्र पस्न सक्छौँ। अनि यहाँभित्र पस्नको लागि चाहिँ नि हामीले के गर्नुपर्छ भने नि, तपाईँले घरमा बढाल्दाखेरि कुचो लाउँदाखेरि घरमा बढाल्दाखेरि नै तपाईँ बढाल्दै भित्र लगाएर चाहिँ कुनामा थुपार्नुहुन्छ कि भित्र कुनादेखि चाहिँ बढाल्दै बाहिर निकाल्नुहुन्छ भन्नुहोस् त? को चाहिँ भित्र बाहिर बढाल्दै भित्र थुपार्ने को भन्नुहोस् त? को भित्र थुपार्ने चाहिँ भित्र बाहिर बढाल्दै लगेर भित्र कुनामा थुपार्ने को हुन्छ? हात उठाउनु त। बाहिर भित्रबाट कुनाबाट चाहिँ भित्रको कुनाबाट बढाल्दै निकालेर बाहिर निकालेर फ्याल्ने चाहिँ को हुनुहुन्छ? सबै हुन्छ। त्यस कारणले गर्दाखेरि यहाँभित्र सबै थोक मैला थियो नि त हिजो जस्तै होइन। डाहाको मूर्तिहरू थियो, विभिन्न किसिमको चित्रहरू थियो, घस्रिने जनावर जीवी जन्तुहरूको सबैको मूर्तिहरू थियो, यहाँ थियो नि त, यहाँभित्र थियो। तर अब तपाईँले मैले यहाँभित्रबाट चाहिँ सबै पखाल्दै निकालेर बढाल्दै निकालेर चाहिँ सट्टै बाहिर निकालेपछि चाहिँ सरर हामी चाहिँ पवित्र जाति यहाँ आइपुग्छौँ है होइन। यहाँभित्र आइसकेपछि परमेश्वरसँग हाम्रो भेट हुन्छ नि त होइन। पवित्र स्थान महापवित्र स्थानभित्र चाहिँ तपाईँहरू राजकीय पुजारी भएपछि चाहिँ हामीले चाहिँ त्यहाँ पूजा गर्न सक्छौँ, परमेश्वरको आराधना गर्न सक्छौँ है। परमेश्वरको वचनबाट हेरौँ, हामी सफा गर्ने काम गर्छौँ। आजदेखि सबै सफा गरेर हामी सरर भित्र पस्ने काम गर्छौँ। अस्ति के हो, मन्दिर बनायौँ, त्यहाँदेखि मन्दिरभित्र भएको कुराहरू सबै हेऱ्यौँ, त्यहाँदेखि आज चाहिँ हामी भित्रबाट सफा गर्ने काम है। सफा गर्ने चाहिँ को राजा थिए भन्नु तपाईँलाई थाहा छ? अब अस्ति हामीले 21वटा राजामा दाउददेखि लगेर अनि हामीले अन्तिमसम्मको 21जना राजा थियो, तर यो मन्दिर सफा गर्दै बस्ने राजाहरू चाहिँ को थिए भन्ने कुरा हामी हेर्छौँ। सफा गर्ने यदि तपाईँहरू म त्यो खालको व्यक्ति भयो भने हाम्रोमा कुनै कहाँबाट उछिरेर फ्याट एउटा सानो मैला उछिरेर आयो भने हामी लुगामा लगाएको भने हामी सफा गर्छौँ गर्दैन भन्नुहोस् त? गर्छौँ होइन। त्यसरी अनि यो मन्दिर हो, यो चाहिँ पवित्र आत्माको मन्दिर हो। हामीले यो भित्र भएको सबै भित्रबाट चाहिँ कुचो लाउने काम गर्नुपर्छ, बढाल्ने काम, सफा गर्ने काम है। भित्रबाट सफा गऱ्यो भने चाहिँ हामी भित्र सफा छौँ भने चाहिँ अनि बाहिर त त्यसै सफा देखिहालिन्छ नि। तर भित्रै सफा छैन भने चाहिँ बाहिर जहिले तहिले तपाईँहरू म कस्तो मैला जस्तो देखिन्छ है। कति राम्रो मान्छेले पनि काम बिगाऱ्यो भने कस्तो नराम्रो देखिन्छ, देखिँदैन भन्नुहोस् त? नराम्रै मान्छेलाई पनि उसले राम्रो काम गरिरहेको छ उसलाई राम्रो देखिन्छ, किन भन्दाखेरि ऊ भित्र सफा भएको छ नि त। पहिलो थिस्सलुनी पुस्तक 4 अध्यायको हामी 7 मा हेर्छौँ, किनकि परमेश्वरले हामीलाई अशुद्धको निम्ति होइन तर पवित्रमा बोलाउनु भएको छ भनेछ है। हामीलाई चाहिँ परमेश्वरले चाहिँ किन बोलाउनु भएको भन्दाखेरि नि पवित्रको कारण चाहिँ परमेश्वरले पवित्रमा हामीलाई बोलाउनु भयो। हामीले परमेश्वरले तपाईँलाई मलाई पवित्र हुनको लागि चाहिँ बोलाउनु भएको। त्यहाँनिर भजन सङ्ग्रह पुस्तक 51 को 10 मा, हे परमेश्वर
ममा शुद्ध हृदय सिर्जनुहोस् र म भित्र एउटा स्थिर आत्मा पूर्ण जीवित पार्नुहोस् भनेको छ। शुद्ध ममा एउटा शुद्ध हृदय चाहिँ सिर्जनुहोस् भनेको छ। हाम्रो फोकस चाहिँ भन्नुहोस् त यहाँ भित्रको कुरामा छ। बाहिर हामी निस्केको छैनौँ, बाहिरको कुरा हेरेको छैनौँ, हामीले भित्रको कुरामा है, हामी भित्र भएको कुरामा चाहिँ हामीले हेर्दैछौँ। यहाँनिर के भनेको छ भने 51:10 मा के भनेको छ भने ममा शुद्ध हृदय सिर्जनुहोस् भनेको छ। म भित्र चाहिँ एउटा शुद्ध हृदय चाहिँ सिर्जनु। अन्त त्यही 51:7 हेर्नुहोस् त, हिंसापातले मलाई शुद्ध पार्नुहोस् र म शुद्ध हुनेछु, मलाई धुनुहोस् र म हिउँ भन्दा सेतो हुनेछु। है, कस्तो मिठो कुरा छ, मलाई धुनुहोस्। हामी सबैले तपाईँले मैले भन्नुपर्छ कि मलाई धुनुहोस् प्रभु, मलाई धुनुहोस्, म हिउँ भन्दा सेतो हुन्छु। हामीले यसायाको पुस्तकको 1:18 त हामी पढ्यौँ नि, तिमीहरूको सिधै रङको जसुकै रङको पापहरू तिम्रो हिउँ जस्तो सेतो हुनेछ भनेर चाहिँ नि। आयुको पुस्तक तपाईँले 37 मा गएर हेर्नुभयो भने त्यहाँ पाउनुहुन्छ। आयुको पुस्तक तपाईँले 38 मा गएर हेर्नुभयो भने त्यहाँनिर तपाईँले हिउँको बारेमा यस्तो छ कि हिउँ चाहिँ परमेश्वर हिउँ र बरफहरू चाहिँ एक ठाउँ थुप्रो स्टोक गरेर राख्नु भएको छ अरे हो। जतिखेर साह्रो पर्छ नि त्यतिखेर हिउँ र सबै झारिदिनुहुन्छ अरे कि सबैको घर दैलो बन्द हुन्छ अरे। मलाई धुनुहोस् र म हिउँ जस्तै सेतो हुनेछु। है, त्यस कारणले गर्दा परमेश्वरले हामीलाई धुनुहुन्छ। उहाँको एकदम जिउँदो पानीले उहाँले धुनुहुन्छ। हामी भित्रबाट चाहिँ यो चाहिँ एकदम हेर्नुहोस् है, यो ढोका खोलिसकेपछि यहाँ भित्र पसेपछि चाहिँ नि यो मन्दिरबाट चाहिँ जीवनको नदी बगेर निस्किनुपर्छ। अनि यो नदीबाट बगेको पानी चाहिँ जहाँ जहाँ पुग्छ अनि त्यही ठाउँमा चाहिँ के भने सबै जीवित प्राणीहरूले त्यो पानी खाएर चाहिँ जीवित हुनुपर्छ। अनि त्यो छेउछाउमा रोपेको रुखपातहरू उम्रेर त्यसको पातहरू कहिले पनि ओइलिँदैन, अनि त्यसको फलहरू कहिले पनि सधैँभरि त्यो फलहरू फलिरहन्छ। अनि जेसुकै प्राणीहरू पनि त्यो नदीबाट बगेको पानी खाएर चाहिँ उनीहरू जीवित हुन्छ। अब यो नदी तपाईँले हेर्नुभयो भने उत्पत्तिको पुस्तक 2 अध्यायको तपाईँले 10 अध्यायमा हेर्नुभयो भने त्यहाँनिर एउटा नदी कुरा छ होइन, एउटा नदी छ नि। त्यो नदी त अब 4 शाखा भयो, तर यहाँनिर आएर चाहिँ परमेश्वरले के भन्नुहुँदैछ भने चाहिँ नि तिमीहरू पवित्र आत्माको मन्दिर हो, अनि त्यो मन्दिरबाट चाहिँ जीवनको पानी बगेर निस्किनुपर्छ भन्ने कुरा छ। अब यो कुरामा पुग्नलाई चाहिँ अलिकति समय लाग्छ। हामी दोस्रो इतिहासको पुस्तकमा हामीले 29 अध्यायको हामीले 1 अध्याय 2 अध्याय 3 अध्याय 4 अध्यायसम्म पढ्छौँ ल। यहाँनिर यसरी लेखेको छ, हिजकिया राजा राजगद्दी आरोग्य गर्दा 25 वर्षका थिए। तिनले यरुशलेममा 29 वर्ष राज्य गरे। तिनकी आमाको नाउँ जकरिया की छोरी अबिया थियो। अनि 2 पदमा यसरी लेखेको छ, अनि आफ्ना पुर्खा दाउदले गरे चाहिँ परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही तिनले गरे। अब यहाँ 3 अध्यायमा हेर्नुहोस् है, अनि आफ्नो राज्यकालको पहिलो वर्षको पहिलो महिनामा तिनले परमप्रभुको मन्दिरको ढोकाहरू खोले अनि तिनलाई मर्मत गरे। अब यो हेर्नुहोस् है, अब मन्दिरको ढोका चाहिँ हिजकिया राजाले त्यो ढोका खोले, अनि यो मन्दिरमा भएको सबै कुरामा के गर्न थालेछन्, मर्मत भन्नुहोस् त, मर्मत। अब तपाईँले मैले भित्र जहिले पनि हामीले प्रकाशको पुस्तक 3 अध्यायको 20 पद हेर्छौँ, परमेश्वरले आएर हाम्रो ढोका ढोकटाकिरहनु भएको छ, तपाईँले ढोका खोलिदिनुहोस् भन्नु। तर ढोका मैले तपाईँलाई पहिला पनि के भनेको थिएँ, श्रेष्ठ गीतमा के लेखेको थियो भन्नुहोस् त, श्रेष्ठ गीतमा ढोका त हामी खोल्न सक्नुहुन्छ, तर भित्रको छिर्किने चाहिँ परमेश्वरले खोल्न सक्नुहुन्न, हो कि होइन? छिर्किने देखाएको थिएँ कि थिएन मैले भन्नुहोस् त, छिर्किने खोलिदिनु पर्छ तपाईँले मैले। अनि यहाँ भित्र पसेर चाहिँ के भन्नुहुन्छ, मर्मत। तपाईँले मैले आफैले मर्मत गर्नुपर्छ। ओहो प्रभु, मैले आज चाल पाएँ, म त एकदम घमण्डी मान्छे रहेछु, म यसलाई सफा गर्छु। अब त्यसलाई सफा गर्न सुरु गरिहाल्नुपर्छ। ए प्रभु, म त एकदम मान्छे अल्छे मान्छे रहेछु, सेवा जानु भनेपछि त म त मनै नपराउने खालको मान्छे रहेछु, प्रभु म यो चाल पाएँ, म सफा गरिहाल्छु, कुचो लाउनु सुरु गरिहाल्नुपर्छ, हो कि भन्नुहोस् त? सफा गर्ने काम। अब सफा गर्ने मर्मत भनेको त्यो हो। यो मन्दिरलाई तपाईँले कसरी मर्मत गर्दै हुनुहुन्छ? म त अब टाउको दुखो जान्न, आज जाऊ तिमीहरू भन्ने हुन्छ नि। तपाईँलाई एक दिन यो वचनहरू सबै क्लियर देखाउँछु म, है। छोराछोरी मात्रै गएर आराधना गर्ने, बाउ मात्रै गएर आराधना गर्ने, छोरा धन सम्पत्ति नलगिकन आराधना गर्ने, यो कुराको वचनको पनि तपाईँलाई एक दिन प्रभुले सहायता गर्नु देखाउँछ। तपाईँलाई मलाई जति कुराको छ नि यो भित्र भएको यदि क्लियर तपाईँले सफा गर्ने भने तपाईँले मर्मत गर्न सुरु गर्नुपर्छ मन्दिरलाई। पवित्र आत्माको मन्दिर को हो भन्नुहोस् त? हामी हो कि होइन भन्नुहोस् त? पवित्र आत्माको मन्दिर हो भने हामीले यो
भित्रबाट सफा गर्ने कामहरू र मर्मत गर्ने काम सुरु गर्नुपर्छ। अब यहाँनिर हेर्नु, हिजकियाले ढोका खोलिदिए अनि त्यहाँदेखि उनीहरूले के गरे, यो मन्दिरलाई सफा गर्ने काम गरे, मर्मत गर्ने काम सुरु गरे। अब 5 अध्यायमा आएर हामी पढौँ। र तिनीहरूलाई भने, ए लेबियो मेरो कुरा सुन, तिमीहरूले पहिला चाहिँ आफू आफूलाई पवित्र गर, परमप्रभु तिमीहरूका पुर्खाहरूको परमेश्वरका मन्दिरलाई पवित्र पार, पवित्र स्थानबाट अपवित्र कुराहरू चाहिँ यहाँबाट के गर्नु अरे, हटाउनु। जब ढोका खोलिन्छ नि, यो भित्र विभिन्न किसिमको यहाँ घसिने जनावरहरू जीव जन्तुहरूको घसिने चित्रहरू थिए नि त होइन, यो मूर्तिहरू थियो नि। यहाँ भित्र ढोका खोलेपछि यहाँ भित्र पसेर चाहिँ के गर्नु, अपवित्र कुराहरू चाहिँ के गर्नु, हटाइदिनु। सबैले भन्नुहोस् त, अपवित्र कुराहरू चाहिँ के गर्नु, हटाइदिनु। अब पनि म भित्र भएको अपवित्र कुराहरू छ भने म हटाइदिन्छु। म यो मन्दिरलाई के गर्छु, मर्मत गर्न सुरु गर्छु। हालेलुया। अब हामीले मन्दिरलाई चाहिँ के गर्नुपर्छ, मर्मत गर्नलाई चाहिँ सुरु गर्नुपर्छ। त्यस कारणले गर्दाखेरि चाहिँ हामीले जहिले पनि हाम्रो आफूलाई सोच्नुपर्छ कि म चाहिँ पवित्र हुनुपर्छ है। यहाँ लेवीहरूले के भन्छन्, पवित्र हो, तिमीहरू पवित्र हो, अनि यो मन्दिरको भित्र भएको अशुद्ध कुराहरू चाहिँ हटाओ भनेछ। हामीले 15 अध्याय पढौँ त। हेर्नुहोस्, आफ्नो आफ्नो कुटुम्बलाई सबै आफ्नो आफन्तहरूलाई सबैलाई के गरेछन्, भेला गराए। तिनीहरू सबैलाई आफैलाई पवित्र गरे, परमप्रभुको आज्ञा अनुसार राजाले तिनीहरूलाई हुकुम गरे बमोजिम परमप्रभुको मन्दिरलाई शुद्ध पार्न तिनीहरू त्यसभित्र पसे। हालेलुया। सबै आफ्ना आफन्तहरू सबै भेला भएछन् र अनि उनीहरू सबैजनाले यो मन्दिरलाई शुद्ध पार्नलाई चाहिँ परमप्रभुको मन्दिरभित्र चाहिँ पसे। अब हामी सबैजना मन्दिरभित्र पस्छौँ। एकछिनको लागि तपाईँले यसो दिमागमा तपाईँले यसो सोचेर हेर्नुहोस्, म आफै भित्र पस्छु। म भित्र के छ, म एक्लै हुँदा मैले गर्ने कुराहरू के छ, मैले कस्तो कस्तो कुराहरू सोच्छु, कस्तो कस्तो विचारहरू गर्छु, म आफै भित्र पस्छु। अनि भित्र ढोका खोलेर भित्र पसेर चाहिँ मैले त्यो ढोकाबाट चाहिँ बाहिर अशुद्ध कुराहरू निकाल्ने काम गरौँ है, मर्मत गर्ने काम गरौँ, सुरु गरौँ। निकाल्ने हटाउने काम, अशुद्ध कुराहरू निकाल्ने कामहरू चाहिँ हामी सुरु गर्नुपर्छ। हालेलुया, हालेलुया। अनि तपाईँले यसमा हेर्नुहोस् 16 अध्यायमा, अब परमप्रभुको मन्दिर शुद्ध गर्न पुजारीहरू भित्र बसे, परमप्रभुको मन्दिरभित्र भेटाएका सबै अशुद्ध कुराहरू चाहिँ परमप्रभुको मन्दिरको चोकमा लगेर राखे। लेवीहरूले ती कुरा लिएर बाहिर कित्रोन खोल्सामा लगेर फ्यालिदिए। हामी सबैले त्यो कुरो निकालेर के गर्नुपर्छ, पर लगेर कित्रोन खोल्सा। अब यहाँको खोल्सा के भन्छ, यहाँको खोल्साको नामै थाहा छैन मलाई हो, यहाँको खोल्सा लगेर फ्यालिदिनुपर्छ है। त्यो मूर्ति सुर्ति भएको विभिन्न किसिमको हरेक कुराको घिस्रिने जीव जन्तुको चित्रहरू यहाँभित्र बनिएर बसेछ भने नि त्यो सबै निकालेर लगेर चाहिँ कहाँ लगेर फ्याल्नु, कित्रोन खोल्सामा लगेर फ्यालिदिए। अनि मन्दिर चाहिँ के भयो, शुद्ध भयो होइन। मन्दिर शुद्ध भयो नि त, मन्दिर शुद्ध पार्नलाई। अब चाहिँ हामीले यहाँनिर हेऱ्यौँ नि होइन, मनुष्य राजाले पनि त्यही काम गरेका थिए है। मनुष्य राजाले पनि त्यही काम गरेका छन्। यहाँनिर दोस्रो इतिहासको पुस्तक हामीले 33 अध्यायको 15 मा पढ्नुहोस् त। तिनले विदेशी देवताहरू खोपेर बनाएको मूर्तिहरू परमप्रभुको मन्दिरबाट हटाए, मन्दिरको डाँडाहरू यरुशलेममा तिनी आफैले बनाएका सबै वेदीहरू हटाइदिए। ती सबैलाई सहरबाट बाहिर फ्यालिदिए। यो मूर्ति सबै यहाँ ढोका बन्द गरेर यो सबै मूर्तिहरू बनाएर राख्ने चाहिँ को थिए, ऊ थिए नि त यहाँभित्र होइन। यहाँभित्र ढोकाहरू बन्द गरेर राख्ने चाहिँ मूर्ति, यहाँभित्र मूर्ति चाहिँ बनाएर राख्ने ऊ थिए होइन। मनुष्य राजा थिए नि त। तर यो उसले के गरे, जबसम्म मान्छे अटेरी हुन्छ, एकदम घमन हुन्छ, निष्ठुरी हुन्छ नि,
परमेश्वरले पर्खी तँलाई पर्खी, यही राजा होइन मनुष्य राजालाई पर्खी भनेर चाहिँ उसको नाकमा बल्छी लगाएर साङ्लाले बाँधेर लगेर चाहिँ बेबिलोनमा लगेर चाहिँ एकान्त बनाएर चुटेपछि मात्रै उसले के भने परमेश्वरलाई पुकार गरे नि। हामी जबसम्म हामी घमण्डी भएर एक्लै भएर बस्छौँ नि, घमण्ड चाहिँ परमेश्वरले झारिदिनुहुन्छ। अरू मान्छेले कसैले घर परिवारले जिउ 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 गरे पनि, म घरको साँडै भए पनि नि, घरको मान्छेले सबै जिउ जिउ गर्छ, तर परमेश्वरले चाहिँ जिउ गर्नु हुँदैन। परमेश्वर मेरो घमण्ड झारिदिनुहुन्छ। तँ घरभित्र तैँले जिद्दी गरेर तँ घमण्ड गर्ने त ठुलो मान्छे हुन्छस्, तेरो घमण्ड चाहिँ म झारिदिन्छु ल भनेर परमेश्वर झारिदिनुहुन्छ। त्यो राजा चाहिँ त्यो इजरायलको भरिको राजा थियो, यरुशलेमको राजा थियो, उसले जे भन्यो त्यही हुन्थ्यो नि। तर त्यो राजाको घमण्ड चाहिँ कसले झारिदिनु भयो भन्नुहुन्छ? परमेश्वरले झारिदिनु भयो। नाकामा बल्छी लगाएर तानेर लगेर चाहिँ कहाँ लगेर बेबिलोनमा लगेर चाहिँ बन्दीमा राखेपछि राजालाई कैद पार्नु पर्नु। अनि त्यो राजाले आफैले बनाएर राखेको मूर्तिहरू चाहिँ के गर्यो, यहाँबाट सबै कुरो निकालेर फ्यालेर चाहिँ खोलामा फ्यालिदियो। उसले निकालिदियो। उसले मन्दिर शुद्ध पार्नुपर्ने रहेछ। परमेश्वरलाई उसले चिनेपछि चाहिँ उसको जीवनमा परिवर्तन आयो। अनि यो राजा एउटा मनुष्य राजाले, अनि इजिका राजाले, अनि एउटा चाहिँ अर्को राजा छ कि योसपात राजाले चाहिँ, तीनजना राजाले चाहिँ यो मन्दिरलाई मर्मत गर्दै बसिरह्यो उनीहरूले है, मन्दिरलाई मर्मत गर्दै बसिरह्यो। अब हामी दोस्रो इतिहासकै पुस्तक 29 अध्यायको 17 पद पढौँ त। पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने कामहरू सुरु गरे। 8औं दिनमा तिनीहरू दलनसम्म पुगेका थिए। 8औं दिनमा तिनीहरूले परमप्रभुको मन्दिर नै पवित्र गरे। पहिलो महिनाको 16औं दिनमा तिनीहरूले त्यो काम चाहिँ सिद्ध्याए। 8 दिनसम्म पवित्र गर्ने काम थियो, अझै उनीहरूले 8 दिन थपेर चाहिँ नि, अनि त्यो चाहिँ 16 दिनमा चाहिँ तिनीहरूले सिद्ध्याए। तिनीहरूले यो काम सफा गर्ने कामहरू, पुरा मैलाहरू फ्याँक्ने काम। घर हामीले कुनै घर बेच्नु पर्यो भने कम्ती पनि 1 महिना लाग्छ नि, त्यो घर सनाक सिनी पारेर बडा कुरा सनक्क पारेर चाहिँ एकदम क्लियर क्लिङ बनाएर मात्रै त्यहाँदेखि त्यो घर बेच्नुपर्छ होइन, हो कि भन्नुहोस् त। त्यस्तै नि हामीलाई यो सबै कुरो यहाँभित्रबाट फोहोर कुरा मैलाहरू सबै कुरो निकालेर चाहिँ सफा पारेर चाहिँ पार्यो भने मात्रै परमेश्वर उहाँ स्वर्गमा बस्नुहुने परमेश्वर हामीभित्र बस्नुहुन्छ। नभए त तपाईँले मैले पवित्र आत्माको मन्दिर भनेको त कति वर्ष भयो यहाँभित्र बस्नुभएको छ कि छैन, तपाईँलाई आफैलाई जाँच्नुहोस्, विचार गर्नुहोस् है। अस्तिको जस्तो यहाँनिर विभिन्न किसिमको चित्रहरू छ भने, यहाँ घमण्ड छ, रिस छ, डाह छ भने, डाहको मूर्तिहरू छ भने, विभिन्न किसिमको छ भने परमेश्वर यहाँभित्र बस्नुहुन्न। तपाईँले 8 दिन मात्रै होइन 16 दिन लगाएर तपाईँले आफ्नो मन्दिरलाई सफा गर्नुपर्छ। सफा गर्ने काम क्लियर सक्नुभयो र भने चाहिँ अनि त्यहाँदेखि चाहिँ स्वर्गमा बस्नुहुने परमेश्वर यहाँ आएर चाहिँ बास गर्नुहुन्छ। अनि तपाईँ चाहिँ राजकीय पुजारी हुनुहुन्छ, अनि उहाँ चाहिँ राजकीय पुजारी भएपछि पवित्र जाति हुनुहुन्छ, पवित्र जातिभित्र परमेश्वर बास गर्नुहुन्छ। हालेलुया। नभने यो मन्दिर क्लियर सफा भएको छैन भने चाहिँ हामी चाहिँ जस्ताको त्यस्तै हुन्छौँ, जस्ताको त्यस्तै। किनभने हामीले थप्पडी मार्नु पनि ताली बजाउनु पनि हामीलाई गाह्रो पर्छ। यहाँ आउनुहोस्, अब हामीले अर्को एउटा राजाको हेरौँ ल। अलिकति अर्को एकजना राजा छ यहाँ चाहिँ योसपात राजा चाहिँ, अब उसको पालिका हामी हेरौँ अलिकति। दोस्रो इतिहासको पुस्तक तपाईँले 34 अध्यायको 1-2 पद हामी पढ्नेछौँ। राजगद्दी आरोहण गर्दा योसिया 8 वर्षका थिए। यरुशलेममा तिनले 31 वर्ष राज्य गरे। परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे तिनले। दाहिने देब्रेतिर नलागिकन आफ्नो पुर्खा दाउदको सबै चालमा हिँडे है। आफ्नो पुर्खा बाजे जिजु बाजेको चाहिँ चालमा चाहिँ ऊ हिँडे। उसले दाहिनेपट्टि पनि लागेन, देब्रेपट्टि पनि लागेन, कतैपट्टि परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही काम गरेर चाहिँ स्टेट होइन। हिब्रूको पुस्तक 12 अध्यायले के भन्छ, अनि सानो कुरो पाप अल्झाउने पापलाई पन्साएर तिमीहरू चाहिँ हाम्रो उद्धारकर्ता परमेश्वरलाई हेर भनेको छ नि होइन।
परमेश्वरलाई उसले चाहिँ पुर्खालाई हेरेर चाहिँ ऊ स्टेटमा चलेछन् है। उसले दमिसन दाहिने देब्रेपट्टि कतैतिर नलागिकन चाहिँ उसले चाहिँ दाउदको सबै चालमा हिँडे है। अब हामी तपाईँहरू म पनि परमेश्वरको चालमा हिँड्नुपर्छ। हाम्रो पुर्खाले बाजेले गरेको सेवाकारीमा हामीले गर्नुपर्छ है। अब हाम्रै बाउ आमा बाजेले गरे भन्ने होइन, हामीभन्दा अगाडिको अग्रजनहरूले धेरै दुःख गरेर गरेछन् नि, उनीहरूको सेवाकारीमा हामी अगाडि बढेर हिँड्नुपर्छ। उनीहरूले गरे जस्तो गर्नुपर्छ। अहिले त सिस्टम धेरै धेरै फेरिँदै गयो, तर अहिले म त्यो टाइमको पनि तपाईँलाई एक दुईवटा वचन देखाउँछु तपाईँलाई। अहिले त मान्छेको मन फेरिँदै गयो, सिस्टम फेरिँदै जाँदैछ, तर परमेश्वरको वचनमा चाहिँ कहिले पनि फेर्नु भनेर लेखेको छैन कहीँ पनि। यहाँनिर अब 3 पदमा पढ्नुहोस् त। 3 को राजकालमा 18 वर्षमा तिमी जवान छँदाखेरि चाहिँ तिनले दाउदका पुर्खा दाउदका परमेश्वरलाई खोज्न के गर्नुहोस् न, ऊ जवान मानिसमा। अहिले हेर्नुहोस् त यहाँ जवान नानीहरूलाई हेर्नुहोस् त, अहिले भयो भने घोप्टोबाट के खेलिरहेको हुन्छन् राजगद्दीमा बसेको, तर ऊ चाहिँ अब यहाँ जवान मानिस भएको बेलामा चाहिँ आफ्नो पुर्खा दाउदको परमेश्वरलाई के गर्न थाले अरे? हजुर के गर्न थाले? खोज्न सुरु गरे। जब परमेश्वरलाई हामी खोज्न सुरु गर्छौँ नि, अघि पनि हामीले के भयो यहाँनिर हामीले वर्सिपमा पनि त्यही कुरा सुन्दै थियौँ होइन, परमेश्वरलाई खोज्ने कुरा। जवान हुँदै परमेश्वरलाई खोज्नुपर्छ क्या। यो राजाले जवान हुँदै नै आफ्नो पुर्खाको परमेश्वरलाई चाहिँ खोज्न चाहिँ उसले सुरु गरे। कहाँ चाहिँ प्रभुलाई भेट्नु, म कसरी प्रभुलाई भेट्नु भनेर उसले प्रभुलाई खोज्ने सुरु गरे। त्यही भएर त उसको जीवनकालमा तपाईँले हेर्नुभयो भने उसले सबै कुरा भेटेका छन्। त्यो पुस्तक व्यवस्थाको पुस्तक हराएको पुस्तक पनि यही राजाले भेटेका। पैसाले पुरै गर्छ, थाकले पुरै गर्छ हो। त्यस कारणले गर्दा अहिले हामीलाई पनि पैसाले पुरिरहेको हुन्छ, तर परमेश्वरको व्यवस्था चाहिँ पुरिरहेको हुन्छ। त्यसलाई खोजेर निकाल्ने जवान मानिस कोही पनि हुँदैन। तर यो राजा जवान अवस्थामा नि परमेश्वरको पुस्तकलाई भेटेछन्, उसले खोजेर निकालेछन् क्या। यस्तो पुस्तक चाहिएको अहिले है, यस्तो पुस्तक। अब पढ्नुहोस् त। 12औं वर्षमा यहूदा र यरुशलेममा डाँडाका थानहरू र अशेर देवीको खम्बाहरू, खोपेर बनाएको ढलाके मूर्तिहरू हटाउन सुरु गरे उसले। यस्तो कति उमेरको थियो होला र? 8 वर्षको राजा भएको, जवान अवस्था भनेको त्यस्तै 17-18 वर्ष उमेरमा थियो होला है। त्यस्तो उमेरमा उसले चाहिँ परमेश्वरको त्यो सबै मूर्तिहरू ढालेर बनाएको मूर्तिहरू हटाउन चाहिँ उसले सुरु गरे होइन। एउटा भनाइ छ नि होइन, जङ्गलको काँडा चाहिँ नि काँडालाई मोलझोल गर्नै पर्दैन, आफै तिख्रिन्छ अरे त्यो हो। राम्रोसँग बाटो हिँड्ने मान्छेलाई नि राम्रो अर्थपूर्ति दिनै पर्दैन, किनभने उसले सानोदेखि नै सही बाटो पक्रिहाल्छ, परमेश्वरको वचन उसले समातिहाल्छ। राजाले चाहिँ उसले चाहिँ एकदम परमेश्वरको बाटो उसले पक्रिगए हो कि भन्नुहोस् त। अहिले यहाँनिर उसले चाहिँ एकदम पक्रि। अब 4 अध्याय हामी पढौँ त। बाल देवताहरूको वेदीहरू तिनले भत्काउन लागे, तिनीहरू भएका माथिका धूप वेदीहरू टुक्रा टुक्रा पारे, आशेर देवीका खम्बाहरू अरू सबै मूर्तिहरू चाहिँ प्रतिमाहरू टुक्रै टुक्रा पारे, दुलो पिठो बनाए, तिनलाई बलिदान चढाउने, त्यो माथि बलिदान चढाउने मानिसहरूको च्यान माथि लगेर छरिदिए। तिनका पुजारीको हड्डीहरू पनि तिनकै वेदीमा जलाइदिए। यहूदा र यरुशलेमलाई शुद्ध पारे। त्यो पहिला गर्ने मूर्तिहरूलाई पूजा गर्ने, देवी देवतालाई यताउति गर्ने मान्छेहरूको नि त्यसको हड्डी शुद्ध त्यो वेदीमा जलाएर सबै बढाएर पठाइदिए उसले हो। यस्तो हुनुपर्छ, जवानहरू चाहिँ यस्तो हुनुपर्छ, यस्तो पुस्तक हुनुपर्छ क्या। परमेश्वरलाई खोज्ने पुस्तक हुनुपर्छ। परमेश्वरलाई कुनै ढुङ्गा मुढा पुज्ने, देवी देवता पुज्ने, विभिन्न किसिमको गर्ने नि हो, त्यस्तो कुरालाई सबै हटाउने जवान चाहिएको छ। हाम्रो छोराछोरी त्यस्तो हुनुपर्छ, त्यस्तो जवान हुनुपर्छ। आज यो यहाँनिर नि यो राजा चाहिँ एकदम उसले सबै कुरो चाहिँ नि जलाएर सबै खरानी पारेर चाहिँ
त्यो मूर्तिहरू पुज्ने मान्छेहरूको च्यानमै लगेर छर्दैछन्। उसले त्यसो गरेर छर्दैछन् सबै त्यो खरानी त हो, त्यस्तो गरेछन्। उसले सबै कुरो हटाइदिए, अशुद्ध कुराहरू चाहिँ मन्दिरबाट सब कुरो निकालिदिए। अब हामी तल आउनुहोस् त 7 अध्याय र 8 अध्यायमा हामी त्यसकै अनि ढालेर बनाएको मूर्तिहरूलाई धुलो पिठो पारिदिए। इजरायलको देशभरि नै इजरायलको देशभरि भएको धूप वेदीलाई तिनले नाश गरिदिए। त्यसपछि तिनी यरुशलेममा फर्के। योसियाका राजाको राजकालको 18औं वर्षमा हेर्नुहोस् देश र मन्दिरलाई शुद्ध पार्नलाई सल्तीका छोरा सपना सहरका शासक मसेयालाई राजाको लेखपाल योआसका छोरा योआलाई परमप्रभु तिनको परमप्रभुको मन्दिरलाई मर्मत गर्न पठाए। मान्छे ठाउँ ठाउँमा नायकहरू सबैजना लेख्नेहरू नि सबै खटाए। अहिले हाम्रोमा चर्चमा फल्ना तपाईँ यस्तो काम गर्नुहोस् है भन्यो भने गर्छ? गर्दैन त, गर्दैन मान्छेले। यहाँ राजाले ठ्याक यो मन्दिर शुद्ध पार्नलाई चाहिँ मान्छे ठ्याक खटाइदिएपछि के गरे? मन्दिरको मर्मत गर्न सुरु गरे। फेरि सबै सफा गर्नलाई हामीले परमेश्वरको यो भवन चाहिँ यो भवनभित्र चाहिँ नि हामी चाहिँ एउटा जहाजभित्र छौँ। यो मण्डली चाहिँ एउटा जहाज हो। हामी चाहिँ बचाएको छौँ, यहाँ भित्र छौँ। तपाईँहरू म चाहिँ बाँचेको मान्छेहरू यहाँ छौँ। अब यो संसार धस नस हुन लागेको छ। यो संसार सबै अब पाप अपराधले यो सबै धष्ट नष्ट भएको छ। रक्तपातले यो संसार सकिएको छ। अब तपाईँहरू म चाहिँ यहाँ भित्र चाहिँ नि सुन्नु मन लागे पनि नलागे पनि यहाँ भित्र किन बसिरहेको छ भन्दाखेरि नि तपाईँहरू म चाहिँ बाँचेको छौँ। तपाईँलाई सुन्नु मन लागे पनि नलागे पनि तपाईँ भित्र आएर मोबाइल खेलाए जे गरे पनि तर तपाईँले सुनिरहनु भएको वचन त्यहाँभित्र बसिरहनु भएको कारणले गर्दा नि तपाईँ बाँच्नुहुन्छ। तपाईँ बाँच्नुहुन्छ। माथि स्वर्गमा तपाईँले इमान नपाए पनि मुकुट नपाए पनि तर तपाईँको आत्मा चाहिँ बाँच्छ है। नुहाले मात्रै एउटा काम गरेको थिए तर उसको छोराछोरीले गरेको कुरा कुनै पनि देखाएको छैन। उसको श्रीमतीले गरेको देखाएको छैन। उसको बुहारीले गरेको काम गरेको कुनै कुरा देखाएको छैन। तर पनि बाउले गरेको काम गरेको कारणले गर्दाखेरि नि सबै परिवार बाँचेको छ। हालेलुया। आज तपाईँहरू म चाहिँ सबैजना चाहिँ के हुन्छ? बाँच्ने छौँ। हामी यो मन्दिरभित्र छौँ। हामी चाहिँ यो भवन चाहिँ एउटा जहाज हो। यो जहाजभित्र हामीलाई परमेश्वरले हामीलाई यो भित्र बोलाउनु भएको। हामीलाई अशुद्धको निम्ति बोलाउनु भएको होइन, पवित्रको लागि चाहिँ हामीले तपाईँलाई मलाई बोलाएको। जो मान्छे बाहिर जान्छ नि त्यो मान्छे मात्रै मारिन्छ। त्यो कुरा पनि तपाईँलाई आउँदो दिनहरूमा म देखाउँछु। जो मान्छेले यो जुन ठाउँबाट छोडेर जान्छ नि त्यो मान्छे मर्छ भनेर लेखेको छ। यस कारणले गर्दाखेरि हेर्नुहोस् यहाँनिर दोस्रो इतिहासको पुस्तक 29 अध्यायको हामी 35 अध्याय पढ्नेछौँ। हरेक होम बलिसँग चढाएको मेल बलिको बोसो अर्घ बलिको होम बलिहरू प्रशस्त मात्रामा थिए। परमप्रभुको मन्दिरको सेवा पहिलेको जस्तै गर्न थाल्यो। हेर्नुहोस् त पुस्तक चेन्ज हुँदै पछि फेरि त्यो सेवा कार्यहरू चेन्ज हुँदै गएको छ। भेट्नुभयो तपाईँले बच्चामा कहीँ भेट्नु भएको छ मलाई तपाईँले भनिदिनुहोस्। लो पुस्तक चेन्ज हुँदै गएपछि सेवाकारी चेन्ज हुँदै गएको कुराहरू तपाईँले भेट्नु भएको छ भने भन्नुहोस्। यहाँ बाइबलले के भन्नुहुन्छ? पहिलाको जस्तै सेवाकारी सुरु भयो अरे। हो कि भन्नुहोस् त? तपाईँ र मेरो मन चेन्ज हुन्छ, परमेश्वरको मन कहिले पनि चेन्ज हुँदैन। परमेश्वर कहिले परिवर्तन हुनुहुन्न। उहाँ एक हुनुहुन्छ। जस्तो पहिले जो हिजो आज सदा सर्वदा एक परमेश्वर उहाँ हुनुहुन्छ। उहाँले जे गर्नुभएको छ त्यो काम सदाकालको लागि हुन्छ। उहाँले गर्नुभएको प्रतिज्ञा। तर यो मण्डलीमा जहाँसुकै पनि मान्छेले सेवाकारी चाहिँ परिवर्तन गर्दै जान्छन् कि भरे लास्टमा गएर एकजना मात्रै ठिङ्गै उभिएर एकछिन बोलेर फुट्दै जान्छ, सकियो सेवा। त्यस्तो होइन। यहाँ सेवा चाहिँ के हो? पहिलाको जस्तो फेरि सुरु गरे। अब एकदम क्रम साथले सेवाकारी गर्नुपर्छ अरे। एकदम होइन क्रम साथले चाहिँ सेवाकारी गर्नुपर्छ अरे। पहिलो कोरिन्थीको पुस्तक 14 अध्यायको तपाईँले 40 पदमा पढ्नुहोस् त।
सबै काम सिस्टमपूर्वक सुव्यवस्थित ढङ्गले गर्नुपर्छ अरे। काम चाहिँ सबै काम चाहिँ नि सुव्यवस्थित ढङ्गले, जे मन लाग्यो त्यही गर्नु हुँदैन। काम मन्दिर हो, परमेश्वरको भवन हो, परमेश्वरको भवनमा जे मन लाग्यो त्यही गर्नु, विचारले गर्नुपर्छ। परमेश्वरमा प्रार्थना गरेर परमेश्वरको काम सुरु गर्नुपर्छ। कतिले काम सुरु गरेर के हुन्छ, अन्त्य गर्नु कति गाह्रो परिरहेको हुन्छ है। त्यस कारणले गर्दाखेरि यहाँनिर त्यही भएर चाहिँ यो मन्दिर चाहिँ सबै मन्दिर सो ढङ्गले काम गरेको थियो। परमेश्वर यो मन्दिर बनाउन कसलाई दिएको थियो, नक्सा दाउदलाई दिएको थियो। त्यस कारणले यो मन्दिरलाई नि 7 वर्षमा निर्माण मन्दिर भइसकेको थियो। तर यो मन्दिर अन्तिममै नाश भयो, यो डढाएर खाक बनाए। तर पनि नि यो मन्दिर निर्माण गर्न अहिलेसम्म पनि सुरु भइरहेको छ। अहिलेसम्म नि मन्दिर बनाइरहेको हुन्छन्, मर्मत गरिरहेको छ। मर्मत मन्दिर चाहिँ एकदम, त्यो मन्दिरले चाहिँ के देखाउँछ भने तपाईँ र म आफैलाई देखाउँछ त्यो मन्दिर चाहिँ है। त्यही भएर चाहिँ महिमा चाहिँ नि यो मन्दिरबाट चाहिँ नि हटेको छैन अरे। महिमा चाहिँ यो मन्दिरको माथिल्लोपट्टि करबको छेउमा पुगेर चाहिँ महिमा अडिएको छ। महिमा कहिले पनि यो मन्दिरबाट हटेर जाँदैन है। महिमा चाहिँ अडिरहेको हुन्छ। तर जब यो मन्दिर सफा गरिसकेको छ भने, क्लियर भइसक्यो भने फेरि परमेश्वरको महिमाले यो मन्दिरलाई ढाक्छ है। त्यस कारण आउनुहोस् न हामी इजिकलको पुस्तक तपाईँले 10 अध्यायको 18 पद पढिदिनुहोस् त। तर परमप्रभुको मन्दिरको सङ्घारबाट करुपुरको मासतिर अडियो होइन। यहाँ अडिरहेको छ महिमा चाहिँ, हटेर गइरहेको छैन। तर नि परमेश्वरको महिमा चाहिँ तपाईँ र मलाई सबै परमेश्वरको महिमाले ढाक्नुहुन्छ है। महिमाले ढाक्नुहुन्छ। यहाँनिर चाहिँ के छ भने नि शरीर छ, प्राण छ, आत्मा छ। तपाईँले रगत कहाँ लाउनुहुन्छ भन्दाखेरि नि यहाँ शरीरमा रगत लाउनुपर्छ, प्राणमा लाउनुपर्छ, आत्मामा लाउनुपर्छ। हो कि होइन भन्नुहोस् त। प्रभु यीशु ख्रीष्ट कति 3 दिन 3 रातमा बौरेर उठ्नु भएको होइन। इजरायलीहरूलाई 3 दिनको बाटो गएर तिमीले आराधना गर्नुभएको थियो होइन। अब यो अब्राहमलाई आफ्नो छोरालाई लिएर 3 दिनको बाटो गएर तैँले आराधना गर्नु भनेको थियो, होम बलि गर्नु भनेको थियो। अब यो 3 दिनको ठाउँले के देखाउँछ भने नि शरीरमा तपाईँले रगत लाउनुपर्छ, प्राणमा रगत लाउनुपर्छ, आत्मामा रगत लाउनुपर्छ। अनि यो आत्मा के हुन्छ, पवित्र हुन्छ यो शरीर सबै। त्यहाँलाई हामीले चारै यो 3 ठाउँमा लाउने कुराहरू छ। अनि यो महिमा चाहिँ हटेर जाएको छैन। महिमा चाहिँ यहाँ माथि टक्क अडिरहेको छ। मन्दिरबाट बगेको नदी चाहिँ सबै कुरो एउटा मानिसलाई परमेश्वर अगमवक्ताले नि उहाँले पनि त्यसलाई टपक्क टिप्नु भयो अनि उचालेर देखाउनु भयो। त्यो मन्दिरको सबै भित्रतिर पसेर हेर्दा त्यहाँनिर पूर्वपट्टि, दक्षिणपट्टि, उत्तरपट्टि त्यहाँनिर त्यो मन्दिरभित्रबाट चाहिँ पानी बगेर निस्किँदैछ। अनि त्यो पानीमा बगेर जहाँ जहाँ पुग्छ ती सबै प्राणीले त्यो पानी खान्छन्। तर त्यो पानी चाहिँ के थियो, एउटा नुनिलो पानी थियो। तर परमेश्वरले त्यो पानीलाई के गरिदिनु भयो, ताजा बनाउनु भयो अरे। आजसम्म तपाईँ र मेरो जीवन चाहिँ नुनिलो थियो, अरूलाई एकदम पेश पार्ने नुनिलो तितोपनको कुरो थियो भने नि तपाईँले वचन सुन्दै सुन्दै तपाईँ ताजा हुनुहुन्छ, तपाईँ मिठो बनिनुहुन्छ। आजदेखि तपाईँको जीवनबाट चाहिँ एकदम मिठो पानी बगेर निस्किनुपर्छ है। मिठो पानी बगेर निस्किनुपर्छ। यो मन्दिर हो, पवित्र आत्माको मन्दिर तपाईँ र म। यहाँभित्रबाट चाहिँ नदी बगेर निस्केर चाहिँ हामी जहाँ जहाँ पुग्छौँ ती मानिसहरूले जीवन पाउनुपर्छ। परमेश्वरको वचनले भनेको त्यो। इजेकियलको पुस्तक यहाँनिर 47को 1 हामी 1मा पढ्नेछौँ। त्यो मानिसले फर्काएर मन्दिरको प्रवेशद्वारमा ल्याए र मन्दिरको सङ्घारको मुनतिर पानी आइरहेको, पूर्वतिर बगिरहेको देखे। किनभने मन्दिर पूर्वतिर फर्केको थियो। पानी मन्दिरको दक्षिणबाट, वेदीको दक्षिणबाट बगिरहेको थियो। त्यो पानी चाहिँ है मन्दिरबाट बगेको पानी रहेछ। यो मन्दिरबाट चाहिँ पानी बगिरहेको छ। अब तपाईँले आउनुहोस् त, अलि मैले 8 अध्यायमा पढौँ ल। तिनले मलाई भने यो पानी पूर्वको इलाकातिर बग्छ, त्यहाँदेखि त्यहाँ आरम्भमा जान्छ, त्यहाँ खार समुद्रमा पस्छ। जब त्यो खार समुद्र रित्तिन्छ त्यहाँको पानी ताजा बनिन्छ।
यहाँनिर तपाईँले अलि माथिबाट तपाईँ एकदेखि पढ्दै पढ्दै आउनुभयो भने एकजना मान्छेलाई के भनेछ भने परमेश्वरले पानी चाहिँ पहिला सुरुमा चाहिँ यो आँखलामा आयो अरे हो, यो आँखलामा आयो अरे। त्यहाँदेखि अर्को पालि चाहिँ पानी यो घोडामा आयो, 1000 हात एउटा टाँगो लिएको छ। त्यो मान्छेले त्यो टाँगो नाप्दाखेरि 1000 हात फिट नाप्दाखेरि त्यो पानी चाहिँ आँखलामा आयो भनेको छ। त्यहाँदेखि अर्को फेरि 1000 फिट टाँगो नाप्दाखेरि फेरि त्यसले चाहिँ घोडा आयो। फेरि अर्को खेप नाप्दाखेरि चाहिँ कम्मर आयो। त्यहाँदेखि उता चाहिँ के भयो अरे, ऊ चाहिँ तर्नै नसक्ने ठुलो नदी, पानी यो मन्दिरबाट चाहिँ ठुलो नदी नै बगेर आयो भनेको छ हो। हामी त्यो तपाईँ माथिबाट पढ्नुहोस् कि त्यो माथिबाटै नदी चाहिँ बगेर आएको कुराहरू पाउँछौँ। त्यहाँदेखि चाहिँ ऊ पौडिन नसक्ने नदी भयो भनेको छ, पौडिन नसक्ने नदी भयो त्यो नदी चाहिँ। अनि त्यस कारणले गर्दाखेरि त्यो नदी चाहिँ एकदम ठुलो शाखा भएको कुराहरू पाउँछौँ हामीले। अनि त्यो अब हामी 9 पद पढ्छौँ। नदी बगेको ठाउँमा थुप्रै जीवित प्राणीहरू थिए, बस्ने छन्, त्यहाँ अनगन्ती माछा हुनेछन्, किनभने त्यो पानी त्यहाँ बग्छ र नुनिलो पानीलाई ताजा बनाइदिनुहुन्छ। यसैले जहाँ त्यो नदी बग्छ त्यहाँ जेसुकै पनि त्यहाँ बाँच्नेछ। हालेलुया, हालेलुया। जेसुकै भनेपछि जेबे सबै संसारमा भएका जीव जन्तुहरू, मानिस प्राणीहरू सबै त्यो पानी जहाँ जहाँ बग्छ त्यो पानी खान्छन्, सबै बाँच्नेछन्। त्यो नुनिलो पानी थियो है, नुनिलो पानी थियो। तर त्यहाँनिर तपाईँले अलि माथि पढ्दै हेर्नुभयो भने तर खोल्छातिर हिलो धापतिर भएको पानीहरू चाहिँ ताजा हुँदैन अरे। त्यसको अर्थ के हो भन्ने कुरो चाहिँ अर्कै छ है। त्यसको अर्थ त्यस्तै हो। त्यो जो अब परमेश्वरको वचन सुन्दैन, आउँदैन, बस्दैन, त्यो मान्छे जस्ताको त्यस्तै हुन्छ नि। त्यो कुवाको भ्याएको त कुवायो भने जस्तो त्यही हो। त्यो कुवाको पानीहरू खोल्छाको पानीहरू चाहिँ नि ताजा हुँदैन अरे, त्यो नुनिलै हुन्छ अरे भनेर लेखिएको छ। तपाईँले त्यो पढ्नुहोस् न त्यहाँनिर है, त्यस्तै हुन्छ त्यो। तर खार पानी छ, त्यो बगेको छ नदी छ नि, त्यो नदी चाहिँ परमेश्वरले के गरिदिनु भयो, त्यो नदीलाई चाहिँ ताजा बनाइदिनु भयो। अनि जसले त्यो पानी खान्छ, जुनसुकै प्राणीहरू पनि तिनीहरू सबैजना चाहिँ के हुन्छ, जीवितै रहन्छ। हालेलुया, हालेलुया। अब हामी 12 पद पढौँ ल, सबैजना मिलेर ल। 47:12 नदीको दुवै किनारमा अनेक किसिमका फलफुलहरू, रुखहरू उम्रिनेछन्। तिनीहरूको पात ओयाउने छैन, तिनीहरूको फलहरू कहिले शेष हुने छैन। तिनीहरूले हरेक महिना नै तिनीहरूले फल दिनेछन्। पवित्र स्थानबाट कहाँबाट छ यो? पवित्र स्थानबाट बगेको पानी। हालेलुया, पवित्र स्थानबाट बगेको पानी। अनि आरोग्यको लागि हुन्छ। पातहरू पनि दबाई पानी हुन्छ, सबै हरिया परियाहरू पनि, फलफुलहरू पनि, सबै कुरोहरू चाहिँ के हुन्छ, मानिसको लागि, स्वास्थ्यको लागि हुन्छ। यो मन्दिरबाट पानी बगेर निस्किनुपर्छ। जहाँ जहाँ यो नदी पुग्छ ती मान्छेले के हुन्छ, प्राणीहरूले जीवन पाउँछ। आज तपाईँहरू म पवित्र आत्माको मन्दिर हो। तपाईँहरू मैले परमेश्वरको वचन बोक्नुपर्छ। तपाईँहरू म भित्रबाट बगेको कुराहरूले चाहिँ जहाँ जहाँ तपाईँहरू जुन देशमा, जुन ठाउँमा तपाईँ हामी पुग्छौँ नि, त्यो ठाउँमा मान्छेले चाहिँ जीवन पाउनुपर्छ। हालेलुया, जीवन पाउनुपर्छ। यो नदी कहाँ, मन्दिरको सँगारबाट चाहिँ बगेर निस्केको पानी रहेछ। अनि सबै प्राणीहरूले चाहिँ के पाए, जीवन पाए। त्यहाँनिर सबैजना निको पनि भए भनेको छ। भेट्नु भयो त्यहाँनिर, निको भए, भेट्नु भएन, अर्कै ठाउँमा छ। आरोग्य भनेको चाहिँ पातहरू चाहिँ आरोग्य लागि हुनेछ भनेको चाहिँ त्यो पातहरू पनि हरियो हुन्छ। त्यो पातहरू पनि एउटा दबाई नै हुन्छ। तपाईँले यता उत्पत्तिको पुस्तक 1 अध्यायको तपाईँले 29 अध्यायमा भेट्नुभयो भने त्यो सबै वनस्पतिहरू चाहिँ आराको निम्ति बनाएको हो भनेको छ नि त परमेश्वरले। प्रकाशको पुस्तक हामीले 21 अध्यायको 22 पद हामी पढौँ ल। मैले त्यस सहरमा
कुनै मन्दिर देखिन, त्यहाँको मन्दिर स्वयं परमेश्वर नै सर्वशक्तिमान थोमा नै हुनुहुन्छ। हालेलुया। स्वयं परमेश्वर नै हुनुहुन्छ। त्यही भएर त परमेश्वरको बास चाहिँ मानिसहरूसँग हुन्छ भनेको छ त, होइन? परमेश्वरको बास चाहिँ कसँग हुन्छ? मानिससँग हुन्छ। अनि मानिससँग हुन्छ भने चाहिँ त्यो त्यहाँभित्र चाहिँ परमेश्वर बास गर्नुहुन्छ भने चाहिँ नि यहाँ भित्रबाट नदी बगेर निस्किनु पर्छ। 22 अध्यायको हामी 2 पद पढौँ। त्यस सहरको सडकको बीचबाट बगिरहेको थियो, त्यस नदीका किनारमा जीवनको वृक्ष थियो, जसले हरेक महिना 12 किसिमका फलहरू दिइरहन्थ्यो। त्यसका पातहरू चाहिँ जाति जातिहरूलाई निको पार्नको लागि थियो। हालेलुया। अघि हामीले इजिकलको पुस्तकमा भेट्यौँ, होइन? त्यहाँनिर आयोगका पत्ताहरू चाहिँ आरोग्य हुन्छ भनेको थियो नि। अनि यहाँ चाहिँ त्यो पत्ता जाति जातिहरूलाई चाहिँ त्यो पत्ता चाहिँ के थियो अरे? त्यो पत्ता चाहिँ जाति जातिहरूलाई निको पार्ने थियो, है? त्यो पत्ता चाहिँ त्यो मैले दबाई भने तपाईँलाई अघि नै दबाई हो। त्यो जुन खोलामा रोपेको किनारमा रोपेको बोट थियो नि, त्यो रोडबाट उम्रेको बोटको पत्ता चाहिँ नि सबै कुरो दबाई थियो। किन जसले खान्छन् तिनीहरू सबैजना के हुन्थ्यो? निको हुन्थ्यो। हरियो घाँस खाएर नै सेतो दुध आउँछ भन्छन् नि, होइन? हो कि होइन भन्नुहोस् त? तर परमेश्वरको वचन खाएर नि हामी निको हुन्छौँ। परमेश्वरको वचन यति तगडा छ, किन परमेश्वरको वचन चाहिँ ताजा छ। परमेश्वरको वचनले हामीलाई चङ्गाइदिन्छ। त्यस कारणले गर्दाखेरि परमेश्वरको वचन चाहिँ यहाँ पत्तामा पनि के थियो? त्यो खोलाको किनारमा, नदीको किनारमा रोपेको यस्तो मिठो कुराहरू छ। अब हामी अन्तिम एउटा खण्ड हेरौँ ल। प्रकाशको पुस्तक 21 अध्यायको 6 पदमा उहाँले मलाई भन्नुभयो, अब सिद्धियो, अल्फा र ओमेगा हुँ, आदि र अन्त म नै हुँ, तिर्खाउनेहरूलाई जीवनको पानीको मुहारबाट म सित्तैमा दिनेछु। हालेलुया। अब यो कुरा सिद्धियो है, प्रभुले सिद्धियो। अब जो तिर्खाउँछ गर्छ भने चाहिँ तिनीहरूलाई म जीवनको पानी दिनेछु, तिमीहरूलाई सित्तैमा दिनेछु, है? अल्फा र ओमेगा म नै हो, है? सित्तैमा उहाँले यो नदीबाट बगेको पानी जसले बग्छ, जसले खान्छ त्यसले जीवन पाउँछ। हालेलुया। त्यो मन्दिर को हुनुहुन्छ? परमेश्वर आफै हुनुहुन्छ। त्यहाँ मन्दिरबाट बगेको परमेश्वर स्वर्गमा हुनुहुन्छ। परमेश्वर आज हामी तपाईँ र म भित्र पनि हुनुहुन्छ, है? एक ठाउँ मैले भेटेको थिएँ कि परमेश्वर यत्रो ठुलो भएर पनि उहाँको पावदन त यो पृथ्वी हो, स्वर्ग उहाँको सिंहासन हो, तर उहाँ कसरी म भित्र आँट्नुहुन्छ भन्ने कुरा लेखेको थियो, है? तर परमेश्वरले भन्नुभयो त्यो हात र खुट्टा सिंहासनको त्यो पावदन होइन, तर परमेश्वरको आत्मा चाहिँ हामी भित्र छ। हालेलुया। त्यस कारणले गर्दाखेरि सबै कुरा हामीले त्यो फाल्टो कुराहरू सोच्नु हुँदैन, तर उहाँको आत्मा जसले उहाँलाई विश्वास गरे नि, उहाँ मरेको र बौरी उठ्नु भनेको परमेश्वरको येशू ख्रीष्टको आत्मा चाहिँ तपाईँ र म भित्र छ। अनि हामी भित्रबाट चाहिँ जीवनको नदी बगेर निस्किनुपर्छ। अनि जसले त्यो नदीबाट पानी पिउँछ सबैले जीवन पाउँदैछ।